च्याप्टर 06 यसमा के छ युनिफर्म फ्लो इन युनिफर्म फ्लो इन uniform flow in open channel. $16 to $20 marks यहाँबाट आउँछ। ठिक छ, 1 नम्बरमा लेख्नु conditions of uniform flow. Conditions of uniform flow. Uniform flow को condition सोध्यो भने दुईटा पोइन्ट छ लेख्नु होला। Uniform flow refers to uniform flow refers to the condition in which depth, slope, velocity and cross section, depth, slope, velocity and cross section remains constant. Over a given length of channel. Over a given length of channel. इसको अर्को पॉइंट लेख्नु। It occurs in prismatic channel. It occurs in prismatic channel. ल यसमा एउटा अझ पॉइंट लेखिदिनु नेट फोर्स इक्वल टू 0 भयो। ल अब क्वेश्चन नंबर 2 लेख्नु यो VVI derive expression for shear stress on boundary of channel. Shear stress on boundary of channel. 8 मार्क्स में धेरै चोटी सोधिसकेको क्वेश्चन हो यो। ठीक छ, अब यसको लागि के गर्नु पर्यो, फिगर बनाउनु पर्यो एउटा। ठीक छ, इन्क्लाइन फिगर बनाउनु होला। माथि पनि एउटा माथिबाट एउटा हुन्छ। क्वेश्चन यो भयो अनि फिगर सानै बनाउनु त्यसो। इन्क्लाइन एउटा भयो, एउटा इन्क्लाइन भयो। त यस्तो फिगर बनाउनु अनि के गर्ने, दुवैतिर के छ, वाल छ, दुवैतिर वाल छ। दुवैतिर वाल छ
अब यो भइहाल्यो हाम्रो y1, यताको भइहाल्यो लेफ्ट y2, ल यति सानो त सिधा 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 यो जसरी छ नि यो जसरी छ त्यसरी हुन्छ कि बनाउँदाखेरि जसरी यो इन्क्लाइन छ नि त्यो y1 पनि इन्क्लाइन हुन्छ कि यो दुवै बिचको लेन्थ डेल्टा एल सेन्टर यो सेन्टर अफ मास हो तल एउटा यस्तो के ल एउटा लेख्नु तल के गर्ने एउटा भर्टिकल लाइन पहिला बना यहाँबाट एउटा भर्टिकल लाइन सीधा सीधा भयो यो के केही थीटा एंगल बनाएको छ यहाँ थीटा एंगल बनाएर इन्क्लाइन भएको छ ए हजुर हजुर ठिक बनाएको हजुर त गल्ती छ नि तलको पनि इन्क्लाइन हुन्छ नि ल एटी हाम्रो लेन्थ छ डेल्टा एल थीटा बनाएको छ अब इन्क्लाइन छ भने वेट कता लाग्छ वेट भर्टिकली डाउनवर्ड डब्लु अब हेर्नु त थीटा डिग्री बनाएको छ थीटा डिग्री एंगल बनाएको छ भने वेट के हुन्छ यता जान्छ भने डब्लु साइन थीटा यता अनि तलतिर डब्लु कस थीटा डब्लु यहाँसम्म गरौँ डब्लु कस थीटा यति भयो किन भयो डब्लुले किन रिजल्भ गरेको किनभने थीटा एंगल बनाएको छ नि त्यही भएर रिजल्भ गरेको नि यो भेलोसिटी यसरी इन्क्लाइन नै भेलोसिटी v1 गइरहेछ यसलाई फोर्स पनि यता लागिरहेछ AP1 ठिक छ अनि यसलाई ब्यालेन्स गर्नलाई भेलोसिटी यता लागिरहेछ एउटा v2 अनि फोर्स p2 AP2 अनि AP1 हजुर तलको लाइन स्ट्रेट हुन्छ तलको लाइन स्ट्रेट हुन्छ अलि मेरो फिगर स्केलिङ गरेर गरेर ठिकै हुन्छ स्केलिङ बिना गरिकन गऱ्यो भने यसलाई डेटम भनिन्छ ल यो फिगर बनाएर फिगर बुझियो भने यसको डेरिभेसन सक्यो तल लेख्ने फिगरमा फिगर युनिफर्म फ्लो भनेर फिगर इक्वल टु युनिफर्म फ्लो इन ओपन च्यानल फिगर भयो अब के गर्ने अब युनिफर्म फ्लोको लागि के हुन्छ अब लेख्नु यसपछि लेख्नु कुन कुन हजुर यो बिचबाट सेन्टरबाट जान्छ नि फ्रीबोर्ड डायग्राममा एप्लाई नगर्नु पर्नु भएको होला अनि हेर्नु एउटा फ्रिक्सन फोर्स पनि लाग्छ यो फोर्स यता गइरहेछ भनेपछि के हुन्छ फ्रिक्सन फोर्स एउटा लाग्छ यसलाई एफले डिनोट गर्नु होला इन्क्लाइन नै हुन्छ फ्रिक्सन फोर्स पनि यतिको लेन्थ यहाँसम्मको लेन्थ यो बाउन्ड्री छ नि यो वालसम्मको लेन्थ डेल्टा एल हजुर डेल्टा एल ल फिगर भयो अब बनाउनु डेरिभेसन गर्ने लेख्नु त फोर युनिफर्म फ्लो वी we know that for uniform flow को लागि के हुनु पर्यो y1 इक्वल टु y2 हुनु पर्यो v1 इक्वल टु v2 हुनु पर्यो fp1 इक्वल टु fp2 हुनु पर्यो
युनिफर्म फ्लोको लागि यो डेप्थ इक्वल हुनु पर्यो, यो भेलोसिटी इक्वल हुनु पर्यो, फोर्स पनि इक्वल हुनु पर्यो युनिफर्म फ्लोको लागि। अब यसलाई अलिकति डिस्क्राइब गरौँ त यसपछि। कन्सिडर, यो फिगरलाई अलिकति डिस्क्राइब गरिने। कन्सिडर द फ्लो इज टेकिङ प्लेस फ्रम सेक्सन 1 to 2। यसलाई सेक्सन 1 मान्नु होला, सेक्सन 1 अनि यसलाई सेक्सन 2 कन्सिडर the flow is taking place from consider the flow is taking place from section 1 to section 2। यताबाट यता गइरहेछ, यो भेलोसिटीको डाइरेक्सन पनि यतै हुन्छ, मैले मिस्टेकली लेख्दा यतै हुन्छ, फोर्स मात्र यता लाग्छ वालले नि, किनभने मोसन कतातिर छ, सेक्सन 1 बाट सेक्सन 2 सम्म, 2 तिर, त्यही भएर भयो यति। अब हेर्नु, अब हामीले पढेको होला समेसन अफ एफएक्स इक्वल टु काइनेटिकमा पढ्नु भएको छ नि, एप्लाइडमा हजुरले पढ्नु, उहाँ एप्लाइडमा पढ्नु भएको छ। समेसन अफ एफएक्स इक्वल टु के थियो, समेसन अफ एफ नेट इक्वल टु मास इन्टु एक्सलेसन थियो नि। यो फिगर मेटाउँदा हुन्छ, अब त्यहाँ फिगर त मेटाउनु पर्दैन, फिगर काम लाग्छ लास्ट डेरिभेसनसम्म, फिगर छैन भने बुझ्नु ल। यहीबाट हेरौँ त अब, समेसन अफ नाउ समेसन अफ एफ नेट युनिफर्म फ्लोको लागि एफ नेट कति लेखाएको थिएँ मैले, यो कन्डिसनमा हेर्नु न, कन्डिसनमा 1 नम्बर कन्डिसनमा हेर्नु त, 0 छ र 0 नभए पनि यसको एउटा फर्मुला हुन्छ, रो इन्टु भोल्युम, हजुर रो इन्टु डिस्चार्ज अनि भेलोसिटी v2 माइनस v1 हुन्छ, रो इन्टु डिस्चार्ज v2 माइनस v1। अब हेर्नु त हाम्रो v2 अनि v1 त बराबर छ, त कटेर के भयो 0 भइदिन्छ, भनेपछि यो नलेखेर 0 लेख्दा पनि भइहाल्छ कन्डिसनबाट, यो भयो। अब एफ नट हेर्नु, एफ नट बराबर यता जान्छ त्यसलाई पोजिटिभ लिनु होला, राइटतिर जान्छ भने जुन लेफ्टतिर आउँछ त्यसलाई नेगेटिभ लिनु होला। अब हेर्नु त एफपी1 कता गइरहेछ, उता, एफपी1 के भइहाल्छ पोजिटिभ, त्यसरी डब्लु साइन थीटा उता गइरहेछ, डब्लु साइन थीटा पनि पोजिटिभ भइहाल्छ। एफपी1 प्लस डब्लु साइन थीटा अरू के गइरहेछ यता हेर्नु त, अरू कोही छ छैन, माइनस एफपी2 माइनस फ्रिक्सनल फोर्स एफएफ, यतिकै फोर्सहरू छ नि। हेर्नु त एफपी1 यो गयो, डब्लु साइन थीटा यो गयो, ठिक छ, अनि त्यसपछि यताबाट किन आइरहेछ एफपी2 अनि एफएफ आइरहेछ, यता जाने सब फोर्स पोजिटिभ, एउटाबाट आउने सब फोर्स नेगेटिभ, त्यही गयो हजुर, यहाँ छैन फ्रिक्सनल फोर्स, भयो इक्वल टु 0। अब हेर्नु त एफपी1 अनि एफपी2 इक्वल छ, अब यहाँबाट हेर्नु त एफपी1 र एफपी2 इक्वल छ नि, एउटा हटिहाल्छ, केमा त्यो मात्र हामीसँग डब्लु साइन थीटा माइनस एफ इक्वल टु 0 बाँच्यो, डब्लु साइन थीटा इक्वल टु, अब के भइदिन्छ एफ इक्वल टु के भइहाल्छ, एफ इक्वल टु डब्लु साइन थीटा, फ्रिक्सनल फोर्स इक्वल टु वेटको फर्मुला के हुन्छ हामीले पढेको होला, गामा इन्टु भोल्युम भनेर, वेटको फर्मुला वो वेट इक्वल टु गामा इन्टु भोल्युम हुन्छ, वेट इक्वल टु गामा इन्टु भोल्युम इन्टु साइन थीटा, यता रिजनमा लेखिदिने डब्लु इक्वल टु गामा इन्टु भी हुन्छ भनेर, अनि फ्रिक्सनल फोर्स एफ इक्वल टु गामा इन्टु एरिया इन्टु यसको लेन्थ कति छ भन्नु त, डेल्टा एल छ लेन्थ, एरिया इन्टु डेल्टा एल साइन थीटा।
अब यसपछि लेख्नु सिन्स थीटा इज भेरी स्मॉल so s not equal to sw equal to sin थीटा थीटा भेरी स्मॉल छ त्यही भएर अब थीटाको सट्टा के राख्न सकिन्छ एस नट राख्न सकिन्छ एस नट भनेको के हो बेड स्लोप साइड स्लोप भनेको जेड भइहाल्यो बेड स्लोप भनेको एस नट या एस यति सक्यो अब लेख्ने त्यसपछि नाउ देयरफोर एफ इक्वल टू गामा इन्टु ए इन्टु डेल्टा एल इन्टु एस नट फ्रिक्सनल फोर्सको यति आयो ल यो अब मेटाउनु हुन्छ होइन यो फिगर बनाउनु फिगर याद गर्नु मात्र फिगर याद गर्ने अनि समेसन अफ एफ नेट इक्वल टु 0 गर्ने यता जानेलाई पोजिटिभ उताबाट यता आउनेलाई नेगेटिभ अब यति भइसकेपछि हेर्नु त अब एफए भयो एफएफ इक्वल टु गामा ए डेल्टा एल एस नट यसलाई इक्वेसन कति मानिदिने कतै इक्वेसन मानेको छु त्यसमा छैन मानेको सायद छु मानेको हेर्नु त छैन यसलाई इक्वेसन 1 मानिदिने अब हेर्नु एफएफ को फर्मुला हुन्छ फ्रिक्सनल फोर्स अब त्यहाँबाट ए माथिबाट लेखौँ एफ इक्वल टु फ्रिक्सनल रेसिस्टेंस इक्वल टू यसको फर्मुला हुन्छ शियर स्ट्रेस डेभलप टाउ इन्टु डेल्टा एल यसको फर्मुला हुन्छ टाउ इन्टु पेरिमिटर इन्टु डेल्टा एल फ्रिक्सनल फोर्स को अब हेर्नु फ्रिक्सनल फोर्स बराबर के भइहाल्यो एफएफ बराबर इक्वेसन 2 यो मानिदिने अब नाउ फ्रम इक्वेसन 1 एन्ड 2 इक्वेसन 1 एन्ड 2 बाट के गर्न सकिन्छ अब हेर्नु त एफए बराबर टाउ पी डेल्टा एल लेख्न सकिन्छ अनि यहाँ के भन्छ गामा ए डेल्टा एल एस नट हुन्छ यहाँबाट डेल्टा एल कटिन्छ डेल्टा एल अनि डेल्टा एल कट्यो के बाँच्यो हामीसँग टाउ पी इक्वल टु गामा इन्टु ए इन्टु एस नट बाँच्यो अब हेर्नु त एस नट बाँच्यो भने टाउ ठिक छ टाउ भनेको शियर स्ट्रेस यही निकाल्नु छ हामीले अब हेर्नु त के गर्ने टाउ इक्वल टु गामा इन्टु ए बाई पी इन्टु एस नट हुन्छ और टाउ इक्वल टू गामा इंटू एरिया बाई पेरीमीटर फॉर्मूला के छ हाइड्रोलिक रेडियस हो गामा आर एस नट यही भयो हाम्रो शियर स्ट्रेस को फॉर्मूला लेख्नु वेयर टाउ इक्वल टू शियर स्ट्रेस डेभलप्ड क्वेश्चन में डेभलप कहाँ थी डेभलप्ड एट द चैनल वाल थियो कि थियो क्वेश्चन में ये तो बाउंड्री अफ चैनल ठीक छ बाउंड्री अफ चैनल भयो अनि टाउ भइहाल्यो त्यस्तै पी इक्वल के हुन्छ वेटेड पेरिमिटर पी इक्वल टू वेटेड पेरिमिटर त्यस्तै आर इक्वल टू हाइड्रोलिक रेडियस एस नट इक्वल टू बेड स्लोप ए भनेको एरिया अफ फ्लो ल भयो यति गरिदिनु भयो भने 8 मार्क्स आइहाल्छ अब अर्को क्वेशन एउटा लेख्नु त अर्को डेरिभेसन ल यो सकिसक्यो यो धेरै चारो सार्नुहुन्छ बिहानको मोर्निङको छ लेखिसकेपछि पनि 5 मिनट टाइम लगाउँछ सार्नलाई
तर यो बुझ्नु पर्ने फिगर बनाउने अनि फिगरबाट समेसन अफ एफ नेट इक्वल टु 0 अनि राइटमा जाने सब पोजिटिभ लेफ्टमा आउने सब नेगेटिभ फोर्स मात्र लिनु होला फेरि भेलिसिटी नलिनु होला यो भयो अब अर्को क्वेसन लेख्नु त डेराइभ एक्सप्रेसन फर केजी इक्वेसन डिराइभ क्वेसन नंबर 2 डिराइभ एक्सप्रेशन फॉर केजी इक्वेशन भयो अब हेर्नु यो क्वेसन यदि पुच्छरमा जोडेर आएको छ त्यसरी लेख्यौ नि शियर स्ट्रेस निकाल्ने हामीले अहिले हैन अब त्यसको पुच्छरमा जोडेर आयो कि केजी इक्वेसन पनि डेराइभ गर भनेर भनेपछि केजी इक्वेसनको जो अहिले गर्छु त्यो मात्र गर्नु होला यदि मात्र यही आयो अनि 8 मार्क्समा भन्यो भने अघि निकालेको फिगर बनाएर अघि निकालेको सब गर्ने फेरि अनि त्यसपछि जुन अहिले गर्छु त्यो गर्नु होला ठीक छ अब यो मात्र दियो भने 3 मार्क्स या 4 मार्क्स 3-4 मार्क्सको छ भने जुन अहिले म गर्छु त्यो गर्नु होला त्योभन्दा बढीको छ भने त्यो पहिलाको निकालेर अनि त्यसपछि यो गर्ने किनभने यो छैन अलि सानै छ के ल केजी इक्वेसन हामीले डेराइभ गर्नुपर्ने छ केजी इक्वेसनको लागि हामीले टाउको भ्यालु के आएको छ हामीसँग गामा आर एस नट छ नि एउटा त फ्रम शियर स्ट्रेस on boundary of channel tau इक्वल टु के छ गामा आर एस एस नटलाई एस पनि लेख्न सकिन्छ गामा आर एस छ ठीक छ अनि वी अल्सो हैव एला इक्वेसन 1 मान्दिन वी अल्सो हैव अब बढी मार्क्स तो दिन्छ भने यो डेराइभ गर्नुपर्छ अघिको जस्तै त्यो फिगर बनाएर त्यो डेराइभ गरेर अनि मात्र गर्नु होला वी हैव अल्सो टाउ इक्वल टु के रौ भी स्क्वायर एउटा यो फर्मुला याद राख्नु होला के रौ भी स्क्वायर अब दुवै इक्वेसनलाई के गरिदिने फ्रम इक्वेसन 1 एन्ड 2 टा के भइहाल्यो गामा आर एस इक्वल टु के इन्टु रौ इन्टु भी स्क्वायर अब यहाँबाट के गर्ने भी को भ्यालु निकाल्ने हामीले भी काटेर राख्ने बाँकी सब भी स्क्वायर इक्वल टु गामा आर एस बाई के इन्टु रौ ल एउटा गामा को भ्यालु के हुन्छ युनिट वेट को भ्यालु के हुन्छ डेन्सिटी इन्टु एक्सेसन ड्यू टु ग्रेभिटी हुन्छ गामा बराबर के लेख्ने रौ इन्टु जी हजुरहरू रौ जसरी लेख्नुहुन्छ त्यसरी लेख्नु होला म यसरी लेख्थे रौ इन्टु जी इन्टु आर इन्टु यस डिभाइडेड बाई के इन्टु रौ यता रिजनमा लेखिदिनु गामाको भ्यालु रौ इन्टु जी हुन्छ भनेर त भी स्क्वायर इक्वल टु रौ रौ कट्यो कति आयो जी बाई के इन्टु आर एस भी इक्वल टु कति भइदियो रुट अन्डर जी बाई के इन्टु रुट अन्डर आर एस अब भी इक्वल टु सी रुट अन्डर आर एस यही हो हाम्रो केजी इक्वेसन वेयर सी इक्वल टु केजी कॉन्स्टेंट वेयर सी इक्वल टु केजी कॉन्स्टेंट इक्वल टु रुट अंडर जी बाई के सी इक्वल टु केजी कॉन्स्टेंट इक्वल टु रुट अंडर जी बाई के ल यति गरेपछि 8 मार्क दिन्छ र दिँदैन नि त्यही भएर अघिको टु डेराइभ गरेर त्यसपछि यो गर्नु होला 2 मार्क्स 2 3 मार्क्स 4 मार्क्ससम्म दियो भने यति मात्र गर्दा हुन्छ फिगर बनाउनु पर्दैन यदि बढी दियो भने त्यो पहिला हो गर्ने त्यसपछि यो गर्नु भयो अब अर्को क्वेसन लेख्नु त रिलेसन बिट्विन केजी एन्ड म्यानिङ
रिलेसन बिट्विन चेजी एन्ड म्यानिङ्स यो पनि सोधेको छ। डेराइभ अर्को क्वेसन, क्वेसन नम्बर 3, डिराइभ रिलेसन बिट्विन चेजी एन्ड मैनिंग इक्वेशन। मैनिंग इक्वेशन और मैनिंग इक्वेशन भन्यो या मैनिंग कोफिसिएंट भने पनि एउटै गर्नु होला। अब हामीसँग सोल्युसन वी हैव चेजी इक्वेशन के छ हामीसँग, चेजी इक्वेशन के छ यो हाम्रो 4 मार्क्समा सोध्छ, 4 मार्क्समा बढीमा सोध्दैन यो। चेजी इक्वेशन के छ हामीसँग आएको, v इक्वल टू c रूट अंडर आर एस। ल यहाँ पनि अझ थप्न सक्नुहुन्छ। यहाँ c भयो, त्यसलाई v के भयो भेलोसिटी, r इक्वल टू के भयो हाइड्रोलिक रेडियस, s इक्वल टू बेड स्लोप। यो सबको भ्यालु लेखिदिँदा भइहाल्छ के छ भनेर। यहाँ एउटा v इक्वल टू यो छ हामीसँग इक्वेसन 1 मान्नु होला, v को भ्यालु छ नि। अब अर्को मैनिंग इक्वेशन के छ हामीसँग, मैनिंग इक्वेशन को फर्मुला याद छ हजुरलाई, मैनिंग इक्वेशन इज v इक्वल टू 1/n r को पावर 2/3 s को पावर 1/2। यसलाई इक्वेशन 2 मान्नु, where n इक्वल टू मैनिंग्स रफनेस कोएफिशिएंट, मैनिंग्स रफनेस कोएफिशिएंट, r इक्वल टू हाइड्रोलिक रेडियस थाहा छ हामीलाई, s इक्वल टू बेड स्लोप, v इक्वल टू भेलोसिटी अनि c पनि छ, c इक्वल टू चेजी कन्स्टेन्ट लेख्दिनु। हुन्छ, अब यो पनि v को फर्मुला हो, माथिको पनि v को फर्मुला हो, दुवै v लाई इक्वल गर्न सकिन्छ। ल अब त्यसमा लेख्नु फ्रम इक्वेशन नहीं यो डिराइभ यो फ्लुइडमा पढ्नुभयो, फ्लुइडमा डिराइभ गर्नुपर्छ। फ्लुइड सब्जेक्ट छ नि हाम्रो, त्यसमा यो क्वेसन छ, हाइड्रोलिक्समा त्यो पर्दैन डिराइभ गर्न। यति भयो। अब हेर्नु फ्रम इक्वेशन 1 एन्ड 2 यो बराबर यो हुन सक्छ c रूट अंडर आर एस इक्वल टू 1/n r को पावर 2/3 s को पावर 1/2। यताको मेटाउँदा हुन्छ यो क्वेसन। अब के गर्ने, दुवैले हेर्नु के काटिने वाला छ, केही काटिने वाला छ हामीसँग। यहाँ हेर्नु त c अनि r को पावर कति भइदिन्छ 1/2, s को पावर पनि 1/2 रुटमा छ भने हुन्छ नि। अनि यता के भइहाल्छ 1/n r को पावर 2/3 s को पावर 1/2। यो अनि यो कटिन्छ, बाँच्यो के, अब c यता राख्नु, बाँकी सब उता पठाइदिने। 1/n r को पावर 2/3 डिवाइडेड बाई r को पावर 1/2, c इक्वल टू 1/n r को पावर 1/3। ल यो रिलेसन आयो हाम्रो। यसको यति 1/3 हुन्छ कि 1/6 हुन्छ, हेर्नु त -2 1/6 1/2 छ। यो घटाउँदाखेरि कति हुन्छ, एक घटाइदिनु न 2/3 - 1/2
सी इक्वल टू 1/n 4 - 3 1/6 आउँछ। आर को पावर 1/6 यो हाम्रो रिलेसन हो which is required relation between Kg and Manning's coefficient और इक्वेशन Manning's इक्वेशन और कोफिसिएन्ट भन्दा पनि हुन्छ। अब यो क्वेशनमा ठिक भयो। 4 नम्बर क्वेशन आफै गर्नु होला, म हिन्ट दिइदिएको छु त्यसको लागि। यसको क्वेशन लेख्नु डिराइभ रिलेसन बिट्विन डार्सी वेस्टब्याच इक्वेशन with Manning's equation and Kg equation। भोलि यो बनाएर लिएर आउनु होला। म डार्सीको लेखिदिइरहेको छु। हेर्नु केजी को अनि म्यानिङ्स इक्वेसन थाहा छ, भी को भने डार्सीको थाहा भयो भने इक्वल गरेर डिभाइड गर्न सक्नुहुन्छ नि अघि जस्तै। मतलब डार्सीको भी को भ्यालु थाहा भयो भने, इक्वेसन थाहा भयो भने त्यो अनि यो इक्वल गर्ने एकचोटि, अनि त्यो अनि यो एकचोटि इक्वल गर्ने। अब डार्सीको फर्मुला लेख्नु त भी इक्वल टु रूट अंडर 8g/f इन्टु रूट अंडर RS हुन्छ। हेर्नु त यो पनि भी को भ्यालु हो भने एकचोटि यो ए लाई एसँग बराबर गर्नु होला केजीसँग, अनि एउटा त्यो होइन यसलाई एकचोटि केजीसँग बराबर गर्नु होला, अनि सी र एफ को बिचमा एउटा भ्यालु आउँछ, सी र एफ को बिचमा, ठिक छ। त्यसपछि यसैलाई एकचोटि एसँग बराबर गर्नु होला, एफ र एन को बिचमा एउटा रिलेसन आउँछ। हजुर तो निकाल्नु न आफै के होइन यस्तो के। अब हेर्नु जस्तो यहाँ के राखेँ, सी एकतिर राखेँ, यसमा पनि सी एकतिर राख्नु होला, बाँकी सब एकतिर पठाउनु होला। सीको भ्यालु केही न केही आउँछ नि। त्यस्तै यसमा के गर्नु होला, एन एकातिर राख्नु होला, बाँकी सब अर्कोतिर पठाउनु होला। एन को भ्यालु कुनै न कुनै एउटा आउँछ नि, चाहे एफ यो एफ एकातिर राख्नु होला, एन को भ्यालु उतातिर राख्नु। यो भयो। अनि यहाँ हेर्नु त यो के भयो, where root under 8g/f equal to Darcy Weisbach constant, ठीक छ यो। अनि f इक्वल टू फ्रिक्सनल फ्याक्टर, ल भोलि गरेर आउनु होला, म चेक गर्छु। यो लास्टको रिलेसन लेखिदिउ। ल लास्टको रिलेसन लेख्नु त c इक्वल टू के आएको छ, c इक्वल टू रूट अंडर 8g/f अनि एउटा f इक्वल टू के आएको छ 8gn² डिभाइडेड बाई r को पावर 1/3। त्यो सब सोधेको क्वेसन हो। अनि एउटा अझ क्वेसन छ, लेख्नु त। अब मेटिसक्यो, मेटाइदिँदा हुन्छ यसलाई। यो डिराइभ गरेर भोलि 4 नम्बरको लिएर आउनु होला। शनिबार आइतबार छुट्टी हुन्छ होइन सबको, शनिबार छुट्टी हुन्छ, कुनै दिन पनि छुट्टी हुँदैन। सातोको सातै दिन काम गर्नुपर्छ।
धेरै समस्या छ त्यसो भए छुट्टी कट्यो भने 2 बजेदेखि हुन्छ होइन 1 बजे भइहाल्छ भनेपछि 2 बजे आउन सक्नुहुन्छ होइन शनिबार आइतबार ठिक छ ल त्यही अनुसार राखौँला क्या शनिबार क्लास ल अब क्वेसन नम्बर 5 यो पनि BBI हो राइट शोर्ट नोट्स अन 5 मार्क्समा सोध्छ यो राइट short notes on factors affecting Manning's roughness coefficient. Manning's roughness coefficient. We have Manning's equation as V equal to 1/n r को पावर 2/3 s को पावर 1/2 छ म्यानिङ्स इक्वेसन अब यहाँबाट के भने एन यता राख्ने म्यानिङ्स रफनेस कोफिसिएन्ट यता बाँकी सबले यता पठाइदिने VR को पावर 2/3 s को पावर 1/2 यसपछि लेख्नु द factors affecting Manning's roughness coefficient N R as below. एक नंबरमा लेख्नु भेलोसिटी यहाँबाट सबके यहाँबाट लेखिन्छ सब भेलोसिटी V अब भेलोसिटी V हेर्नु त यहाँ के छ N इज इन्भर्सली प्रोपोर्सनल टु भेलोसिटी V छ तो लेख्ने Manning's roughness coefficient is inversely proportional to velocity. एक नंबर भयो त्यसपछि 2 नंबरमा हेर्नु त के छ हाइड्रोलिक रेडियस छ R भनेको हाइड्रोलिक रेडियस हो नि हाइड्रोलिक रेडियस यसमा लेख्नु यसको सँग के हुन्छ डाइरेक्टली प्रोपोर्सनल हुन्छ त लेख्नु Manning's roughness coefficient increases with increase in hydraulic radius and vice versa. V के छ n के छ r सँग डाइरेक्टली प्रोपोर्सनल छ भनेपछि r को भ्यालु बढ्यो भने v को n को भ्यालु पनि बढ्छ तेस्रोमा लेख्नु तेस्रो के छ बेड स्लोप यो इक्वेसनैबाट सब बनिरहेको छ हेर्नु त तेस्रो के छ बेड स्लोप s यो पनि के हुन्छ Manning's roughness coefficient increases with increase in bed slope and vice versa.
Manning's roughness coefficient increases as with increase in bed slope and vice versa. अब IV चार नंबर लेख्नु भेजिटेसन भेजिटेसनले के गर्छ भेजिटेसन भनेको हुन्छ नि सानो सानो बिरुवाहरू त्यसले के गर्छ भेलोसिटीलाई कम गर्छ अनि भेलोसिटी कम भयो भने एनको भ्यालु बढ्छ लेख्नु इट डिक्रिजेज velocity due to which the value of n increases vegetation भयो 5 नम्बरमा channel irregularity IRRE channel irregularity channel irregularity ले पनि n को भ्यालु it increases the value of n n को भ्यालु यसले पनि च्यानल इरेगुलर भयो भने कतै मतलब हुन्छ नि त्यो मोडहरु हुन्छ नि अब पानीमा नदीमा हेर्नुहुन्छ नि कतै माथि हुन्छ कतै खाल्डो हुन्छ त्यस्तो इरेगुलारिटी आयो भने n को भ्यालु बढी हुन्छ अर्को अब लेख्नु 5 वटा भयो obstruction लेख्नु 6 नम्बरमा obstruction 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 like bridge locks increases obstruction ले पनि velocity लाई के गर्छ कम गर्छ अनि इनको भ्यालुलाई increases value of n ल 6 वटा पॉइंट लेखिदिँदा भइहाल्छ अब एउटा अझ लेखिहाल्छ डिस्चार्ज क्यू यहाँ हेर्नु त डिस्चार्ज क्यू इक्वल यसलाई यसरी लेख्न सकिन्छ डिस्चार्ज क्यू इक्वल टु एरिया इन्टु भेलोसिटी हुन्छ नि अब हेर्नु त एरिया यो छ अनि भेलोसिटी के छ 1/n/r को पावर 2/3 s को पावर 1/2 क्यू इक्वल टु यति भयो भन्दा के छ इन्भर्सली प्रोपोर्सनल छ डिस्चार्ज घट्यो भने n को भ्यालु बढ्छ डिस्चार्ज बढ्यो भने n को भ्यालु घट्छ it decreases with increase in the value of n and vice versa हजुरहरुले यो फर्मुला चाहिँ याद राख्नु होला न्यूमेरिकल मा यो फर्मुला सधैं काम लाग्छ ल यो सक्यो पाइ सक्नुभयो मलाई भिडियो नबना हैन भिडियो नबनाउनु परेको भए म यस्तै देखाइदिन्थे बोलेर
अब अर्को क्वेसन लेख्नु एउटा कति क्वेसनमा कति थियो 5 थियो अब क्वेसन नम्बर 6 लेख्नु राइट शॉर्ट नोट्स अन कन्भियन्स राइट short notes on convenience and section factor and section factor यसमा लेख्नु एक नम्बरमा के यहाँ छैन कन्डिसन अफ युनिफर्म फ्लो भयो क्लियर स्ट्रेस भयो चेजिङ म्यानिङ भयो रिलेसन बिट्विन चेजिङ म्यानिङ एन्ड डार्सी भयो त्यो चारवटा भइसक्यो अहिले त्यसपछि कहाँ छ अब 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 मोस्ट इकोनोमिकल रिटर्न यो हुन्छ भोलि यो दुबै भोलि छैन तर सोधिरहेको छ सोध्नु 5 मार्क्स सोधिदिन्छ एन त छ नि हामीसँग म्यानिक्स भनेको म्यानिक्समा एन आइहाल्यो त रफनेस कोफिसिएन्ट आएन यो वाला चाहिँ सिलेबसमा छैन तर सोधियो भने अब एउटा त छ लेखिहाल्नु नि यहाँ च्याप्टर 5 मा हेर्नु त च्याप्टर 5 मा के छ च्याप्टर 5 मा छ यो वाला क्वेशन देखिएन यो लास्ट हो थ्योरीमा ल यसको लेख्नु त 1 नम्बरमा के छ कन्भियन्ट कन्भियन्सलाई के ले डिनोट गरिन्छ यसको बारेमा लेख्नु द रेशियो अफ डिस्चार्ज थ्रु च्यानल टु the ratio of discharge through channel to square channel to a square root of slope of channel square root of slope of channel is called conveyance. From Manning's equation कैसा फॉर्मूला v इक्वल टू 1/n r को पावर 2/3 s को पावर 1/2 हुन्छ अब यसो के राख्ने सो डिस्चार्ज q इक्वल टू के भइदिन्छ एरिया इन्टु भेलोसिटी एरिया इन्टु 1/n r को पावर 2/3 s को पावर 1/2 भयो अब एउटा हामी कन्भियन्स के भनेको के हो रेशियो अफ डिस्चार्ज थ्रु च्यानल टु बेस स्लोप स्क्वायर रुट अफ स्लोप भनेको छ नि स्लोप अफ च्यानल भनेपछि यो अनि यसको भनेपछि यसलाई यता पठाउने के अब हेर्नु त q/s को पावर 1/2 भयो यता बाँच्यो के हामीसँग ar को पावर 2/3/n यति बाँच्यो अब यो के भाइ यो q/√s भयो इक्वल टू ar को पावर 2/3/n where k इक्वल टू q/√s इक्वल टू के छ कन्भियन्स ल कन्भियन्स भयो अब अर्को लेख्नु सेक्सन फ्याक्टर
अब एक नम्बरमा यो भयो कन्भियन्स। अब 2 नम्बरमा लेख्नु सेक्सन फ्याक्टर। सेक्सन फ्याक्टर यसलाई जेडले डिनोट गरिन्छ। यसको एन्सर लेख्नु द प्रोडक्ट अफ वेटेड एरिया। यसको एन्सरमा द प्रोडक्ट अफ weighted area, the product of weighted area and square root of hydraulic depth, and square root of hydraulic depth, square root of hydraulic depth is called section factor. It's called section factor. Section factor I is Z equal to A into square root of depth छ, A into square root of के दिएको छ हाइड्रोलिक डेप्थ क्यापिटल D ले। अनि क्यापिटल D बराबर अघि हामीले पढ्यौं नि एउटा त्यहाँ त्यो क्वेशन नम्बर 4 मा च्याप्टर 5 को क्वेशन नम्बर 4 मा हेर्नु त हाइड्रोलिक डेप्थ बराबर के पढेको छ त्यहाँ A by T छैन एरिया बाइ टप विथ रूट अंडर एरिया बाई टप विथ इक्वल टू वाटर सरफेस स्लोप हाइड्रोलिक डेप्थ A by T एरिया बाई टप विथ। अब हेर्नु त एरिया के भेल्यु पावरमा 2/3/2 यहाँ के भेल्यु छ A को पावर 3/2/T ल सक्यो यो क्वेशन। अब मोस्ट VBI क्वेशन हुन्छ। अब दुईटा क्वेशन अझ गर्ने आज अनि त्यसैले गर्ने जस्ट गर्नु त्यसपछि स्टार्ट गर्नु। अब एक्जाममा सोध्ने क्वेशनहरु चाहिँ कुनै त यो मात्र सोध्न सक्दैन बाँकी सब सोधेको छ एक न एकचोटि सोधेको छ सिलेबस दिन्छ त 6 को लगभग पुरा भइहाल्यो दुईटा बाँकी छैन लास्टको 6.1 भयो 6.2 भयो 3 पनि भयो 4 पनि भयो अब 6.5 हुन्छ। अनि के भनेको छ रेक्ट्याङ्गुलर ट्रायंगुलर ट्रेपेजोइडल अनि सर्कल यो चारवटा हामीले डेरिभेसन पनि गर्नुपर्छ यो चारवटासँग रिलेटेड न्यूमेरिकल पनि गर्नुपर्छ। डेरिभेसन गरौँ अब क्वेशनमा कति भयो 7 भयो। देख्नु डिराइभ condition for most economical rectangular channel. Derive condition for most economical rectangular channel या तो डेरिभेसन आउँछ यसको या त यससँग रिलेटेड न्यूमेरिकल आउँछ। तर डेरिभेसन अहिले जुन गर्छु नि ट्रेपेजोइडलको हजुर सर्कुलर चारवटा छुट्टा छुट्टै हो चारवटाको चारवटा डेरिभेसन भयो र चार टाइपको न्यूमेरिकल भन्यो। ट्रेपेजोइडलको नि सर्कुलरको
राइट ट्रायंगल को पनि यसको पनि सोधेको छ एक दुईचोटि तर यो इजी छ त्यही भएर सोध्दैन। अब एउटा के गर्ने पहिला एउटा रेक्टाङ्गल को फिगर बनाउने हामीले रेक्टाङ्गल यो भयो हाम्रो विथ बी यहाँसम्म हाम्रो वाटर छ यो के भयो डेप्थ अफ फ्लो वाई ल यो फिगर बनाउनु अनि यहाँ लेख्नु लेट अस consider a rectangular channel having width equal to b and depth equal to y एउटा फिगरलाई मात्र के गरे डिस्क्राइब गर्दिनु भयो। अब यसपछि लेख्नु त देन के निकाल्ने फर्स्टमा एरिया अफ फ्लो निकाल्ने एरिया अफ फ्लो ए रेक्टाङ्गुलर को एरिया को फर्मुला के पढ्नु भएको छ एल इन्टु बी यसको फर्मुला के भयो बीवाई भइहाल्यो बी इन्टु वाई बीवाई। अब यो बीआई भयो यहाँबाट के गर्ने बी को भ्यालु निकाल्ने बी इक्वल टु ए बाई वाई भइहाल्छ यसलाई इक्वेसन 1 मान्नु हेर्नु रेक्टाङ्गुलर को एरिया को फर्मुला हुन्छ एल इन्टु बी मानौ यो लेन्थ हो यो बेस हो यो लेन्थ हो भने हामीले यहाँबाट बी र वाई ले डिनोट गरेको छौं त्यही भएर बी इन्टु वाई गर्ने यहाँबाट बी निकाल्ने इक्वेसन 1 त्यस्तै अब लेख्ने 2 नम्बरमा वेटेड पेरिमिटर रेक्टाङ्गुलर को वेटेड पेरिमिटर को फर्मुला के पढ्नु भएको छ बी प्लस 2y एउटा यो बेस प्लस यो y प्लस यो y दुईटै साइड को y जोड्ने फेरि टप विथ नजोड्ने अघि जस्तो हजुरले भन्नु भएको थियो नि बी प्लस 2y। अब यहाँ के गर्नुपर्छ नि यो बी को भ्यालु सप्लाई गरिदिनु यहाँ p इक्वल टु a बाई y प्लस 2y यति आयो। अब लेख्नु फोर मोस्ट इकोनोमिकल चैनल सेक्शन फोर मोस्ट इकोनोमिकल चैनल सेक्शन हेर्नु यता सुन्नु त एकचोटि कुरा मोस्ट इकोनोमिकल भने मोस्ट इफिसिएन्ट भने या के भन्छ मिनिमम पेरिमिटर भन्यो या मिनिमम लाइनिङ भन्यो भने के बुझ्नुपर्छ मोस्ट इकोनोमिकल हो भनेर मोस्ट इकोनोमिकल को लागि पेरिमिटर कम हुन्छ पेरिमिटर डिस्चार्ज बढी हुन्छ पेरिमिटर कम हुन्छ। अब यहाँ त अब के गर्नु पर्यो यो पी छ यसको डेरिभेटिभ इक्वल टु 0 गर्नु पर्यो dp बाई dy इक्वल टु 0 हेर्नु त डेरिभेटिभ सबमा छ डेरिभेटिभ कहीँ छोड्दैन के डेरिभेटिभ अनि इन्टिग्रेसन सिभिल इन्जिनियरिङ चुज गरेपछि राम्ररी आउनै पर्यो के डेरिभेटिभ अनि इन्टिग्रेसन हेर्नु त यसको डेरिभेटिभ कति हुन्छ भन्नु त हजुर कहाँ कन्स्ट्यान्ट हो यहाँ y छ यहाँ पनि y छ यहाँ पनि y छ ल एक स्टेप अझ म लेखिदिएको छु यहाँ त डी ए वाई को पावर -1 प्लस 2y बाई dy यसरी लेख्न सकिन्छ y तल छ भने जान्छ माथि जान्छ भने अब हेर्नु त अब यसको डेरिभेटिभ कति भइहाल्छ -1 a अनि y को पावर -1 -1 हुन्छ पावरमा जति छ भने त्यति घटाउने अनि प्लस 2 भइहाल्यो y को डेरिभेटिभ 0 भने y को डेरिभेटिभ 1 यति भयो भनेपछि कति भयो -a बाई y स्क्वायर प्लस 2 इक्वल टु 0 भनेपछि यता अब यता फाल्ने 2 a बाई y स्क्वायर माइनस a बाई y स्क्वायर इक्वल टु -2 माइनस माइनस कट्यो a इक्वल टु कति आयो 2y स्क्वायर a इक्वल टु 2y स्क्वायर आयो हेर्नु त हामीसँग अब एरिया इक्वल टु कति छ by छ एरिया को साथ के राख्ने by राख्ने
by इक्वल टू 2y स्क्वायर तो b इक्वल टू कति भइहाल्छ 2y b इक्वल टू 2y या देयरफोर y इक्वल टू b by 2 यो डेरिभेटिभ बुझ्नुभयो नि कसरी गरेको ल यति भइसकेपछि अब एरिया हेर्नु त y को भ्यालु आयो b by 2 को टर्ममा अब के निकाल्ने b निकाल्दिने b को टर्ममा आएको छ नि त b लाई b राख्ने अब के निकाल्ने एरिया निकाल्ने पेरिमिटर निकाल्ने हाइड्रोलिक रेडियस निकाल्ने निकाल्नु त अब के भइहाल्छ नाउ यतिसम्म बुझ्नुभयो नि एरियाको फर्मुला के छ यहाँसम्म हामीसँग b by छ b y अनि y इक्वल टु के आएको छ b by 2 तर हामीले के गर्ने डेप्थ को फर्ममा राख्ने के b इक्वल टु के आएको छ हाम्रो 2y भनेपछि 2y into y कति आयो 2y स्क्वायर आयो त्यस्तै वेटेड पेरिमिटर पनि निकाल्दिनु वेटेड पेरिमिटर p इक्वल टु के छ हामीसँग p इक्वल टु a by y प्लस 2y छ नि a by y प्लस 2y a बराबर कति आयो 2y स्क्वायर आयो 2y स्क्वायर by y प्लस 2y y कति हो 4y आयो पेरिमिटर बराबर 4y इक्वल टु माथिको माथि कतिको राख्दा पनि हुन्छ b प्लस 2y छ b को भ्यालु कति छ 2y छ 2 to 4y भइहाल्छ जसरी गरे पनि त्यही आउँछ ठीक छ त्यही गरिदिनु न के भन्छ b प्लस 2y हुन्छ हैन b को भ्यालु कति छ 2y प्लस 2y इक्वल टु 4y आयो अब के निकाल्ने हाइड्रोलिक रेडियस के हुन्छ a by p हुन्छ हजुर त निकाल्दिनु त्यो पनि हाइड्रोलिक रेडियस r बराबर a by p a कति छ हाम्रो 2y स्क्वायर by 4y यानी कि 1 by 2 y by 2 आयो हाइड्रोलिक रेडियस हामीले निकाल्नु पर्ने थियो यही हाइड्रोलिक रेडियस बराबर y by 2 अब यसैमा लेख्नु त एउटा क्वेशन दिएको छ यसैको क्वेशनबाट कसरी सोध्न सक्छ फोर मोस्ट इकोनोमिकल रेक्टेंगुलर चैनल यसैको लागि क्वेशन और भनेर लेख्नु फोर मोस्ट इकोनोमिकल रेक्टेंगुलर चैनल हाइड्रोलिक रेडियस इक्वल टू डेप्थ ऑफ फ्लो by 2 इक्वल टू डेप्थ ऑफ फ्लो by 2 अब क्वेशन के भनिन्छ नि यसमा हजुर हाइड्रोलिक रेडियस r हो हट यही प्रुफ गर्नलाई यो क्वेशन आए पनि यही गर्नु होला भनेको मैले लेख्नु त्यहाँ टु सो दैट लेख्नु त्यहाँ प्रुफ दैट लेख्नु फर्स्टमा प्रुफ दैट त्यहाँ लेख्नु छैन नि प्रुफ दैट यो भयो यहाँ भयो यो छ नि प्रुफ दैट यति क्वेशन भनिन्छ के सुरुमा प्रुफ दैट यसरी भन्यो भने पनि यही गर्नु अनि अर्को एउटा यसैमा बनियो अर्को क्वेशन प्रुफ दैट फॉर मोस्ट इकोनॉमिकल रेक्टेंगुलर चैनल डेप्थ ऑफ फ्लो इज prove that the four most economical rectangular channel depth of flow is half of base width. Depth of flow is half of base width. भन्यो भने यहाँसम्म गर्ने y इक्वल टु b by 2 छ यहाँसम्म गर्ने ल यसको भयो अब हामी गर्ने ट्रायंगुलरको फर्मुलाहरु याद राख्नु होला न्यूमेरिकलको लागि न्यूमेरिकल कुन कुन फर्मुला चाहियो हामीलाई एउटा यो फर्मुला चाहियो एउटा यो फर्मुला चाहियो अनि एउटा a by p r इक्वल टु a by p यो तीनवटा फर्मुला न्यूमेरिकलको लागि चाहियो हैन एरिया इक्वल टु by मात्र यति मात्र चाहियो के फेरि पेरिमिटरको लागि b प्लस 2y हजुर यो टु न्यूमेरिकल गर्दाखेरि यो चाहियो एउटा कन्डिसन छ नि दुईटा एउटा यो कन्डिसन चाहियो अनि एउटा यो कन्डिसन चाहियो दुईटा कन्डिसन याद हुनु पर्यो अनि यो दुईटा फर्मुला याद ए अनि p को फर्मुला याद हुनु पर्यो
ल अब अर्को ट्रायङ्गलको गरौँ। मेटाइदियो हो। आज ट्रायङ्गलको गर्ने, भोलि ट्रेपेजोइडलको अनि सर्कुलरको, त्यसपछि न्युमेरिकलमा प्रवेश गर्ने। त्यो सब थाहा छ भने सजिलो छ। डेरिभेसन डेरिभेसन थाहा छ भने सजिलो छ, डेरिभेसन थाहा छैन भने गाह्रो छ। यसैको हो सबभन्दा सजिलो न्युमेरिकल। त्यही भएर त यो पठाइरहेको छु नि। अनि यहाँबाट 16 देखि 20 मार्क्स सोध्छ, अनि च्याप्टर 5बाट 5 मार्क्स, भने दुईटा च्याप्टरबाट हजुरले 25 मार्क्स परिहाल्नु भयो। अनि कति चाहियो? 32 चाहियो पास हुनलाई, होइन? 32 नै चाहियो। 25 मार्क्स दुईटै च्याप्टरबाट भइहाल्यो। दुईटा च्याप्टर अझ राम्ररी पढिहाल्नु भने पास भइहाल्छ। त्यही भएर न्युमेरिकलमा टेन्सन नलिनु, 12-13बाट गराउँछु म, त्यो भइहाल्छ। त्यो 4 सकिरहेछ। चाहे आजले यतिकै नै गरौँ, भोलि गर्ने ट्रायङ्गुलर टेपेजाइडलको।